प्राचीन समयमा 12 भाइ बराह र 9 बहिनी बज्योहरूको राज्यको राजधानीको नामले चिनिने एक सुन्दर धार्मिक पर्यटकीय स्थल हो जलजला। भूगोलले देशको राजधानीबाट कोसौँ दूर अनि समुद्र सतहबाट 2800 देखि 3560 मिटर माथि रहेको यो स्थानको सुन्दरताको वर्णन गर्न सायदै मसँग कुनै शब्द छ। हुन त हाम्रो देशको हरेक भूगोल आफ्नै किसिमको प्राकृतिक गहनाले सजिएर उत्तिकै सुन्दर छन्। त्यस्तै प्रकृतिले दिएको अनेकन सुन्दर उपहार मध्येको एक हो जलजला। जलजला जलजला हिमलमा माया तिम्रो नाम लेखे जाने रुमलमा। जलजला हिमलमा माया तिम्रो नाम लेखे जाने रुमलमा। हरेक यात्रा सहज हुँदैन। घुमघाम रमाइलो मात्र नभई केही रमणीय र कष्टपूर्ण भगाइले नै हो यात्रा स्मरणीय बनाउने। जोखिमले नै हो रोमाञ्चकता थपिदिने। त्यस्तै बन्यो म र मेरा साथीहरूको यो यात्रा। कुरै कुरामा घुम्न जाउँ न त भन्दा जानलाई नजिकैको यात्रा भए सबैले सम्भव होला, तर टाढाको यात्रामा निस्कनलाई चाहिँ हामी जस्ता साथीहरू सायदै होलान्। यात्रा जलजलाको थियो, तर बिना कुनै तयारी, बिना कुनै योजना। दिउँसोको करिब 3 बजेतिर यात्रा सुरु भयो सिलिचौरदेखि लिबाङ हुँदै थवाङतिर। करिब 4 बजेतिर हामी रोल्पा नगरपालिकाको माडीचौरमा पुग्यौँ। माडीचौरमा राष्ट्रपति रनिङ सिल प्रतियोगिता चलिरहेको थियो। हामी त्यहाँ एकैछिन रोकियौँ। हांजी घरती कब जाने यहाँबाट हो?
सो हामी फाइनल्ली यो ठाउँको नाम के अरे भाइ? भाइ यो ठाउँको नाम के हो? चलाबाङ। चलाबाङ। फाइनली हामी चलाबाङ आइपुग्यौँ गाइस। चलाबाङ होइन चलाबाङ चलाबाङ। फाइनली हामी चाहिँ यतिखेरको अवस्थामा चलाबाङ छौँ होइन। अब बाइक हामी यहाँसम्म मात्र हुन्छ, यहाँदेखि पैदल यात्रा हुन्छ। अनि यहाँदेखि माथि भ्यू टावर जलजला। यो माथि चाहिँ भ्यू टावर देखिन्छ यहाँदेखि। यो स्क्रिनमा देखिरहेको छैन, हैन अब कल गरिरहेको गरिरहनु भएको छ हाम्रो यहाँ बाइक नम्बर भित्र छ। राख्नलाई। यो नम्बरमा कल नगर्नु होला लेखेको छ, तर हामी कल गर्दैछौँ। तर कसैले नबुझेको हुन सक्छ के बाहिरकोलाई हैन। त्यो नचाहिँ अरू कसैले थप्ड्या हो, तर यो कल गर्नु होला, स्पेसली यहाँ चाहिँ कल गर्नु होला। अर्को नम्बर यहाँ पनि छ, 2वटा नम्बर छ। बाइक चाहिँ यहाँ छ हाम्रो। अनि फाइनली अब हामी लाग्यो हैन। अब उठ्ने अब हिँड्नुपर्छ, हिँड्न सकिन्छ नि गाइज होइन। जलजला पुग्नलाई मोटर बाटोको अन्तिम गन्तव्य रहेछ चलाबाङ। चलाबाङ भन्दा अगाडि बाइक जान नसक्ने रहेछ। अब भने हाम्रो पैदल यात्रा सुरु भयो। हामी बिहान 8 बजे थवाङदेखि हिँडेर चाहिँ अहिले जलजला यो ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा भएन होइन, याद भएन। टिजिबाङ टिजिबाङ आइपुग्यौँ। अब यहाँदेखि हामी चाहिँ जलजला जानको लागि 2435 मिटर छ भने हामीलाई हिँडेर पैदल यात्रा गर्न पर्ने समय चाहिँ 1 आवर्स समथिङ मेटाको छ है। 1 आवर्स हुनसक्छ, 1 लेखिरहेछ। 1 आवर्स हामी चाहिँ यहाँदेखि जलजला पुग्छौँ। त्यसपछि जलजला गएर हामी चाहिँ त्यहाँका रमणीय वातावरणहरूसँग ट्याक्क रमाउने छौँ। अनि त्यसपछि 2-4 घन्टा त्यहाँ रमाएर चाहिँ रिटर्न हुनेछ टु चाहिँ हामी ठ्याक्क ठलाङ। उकालोमा अलिकति थकाइ लागेको मात्र हामीलाई, सास बढायो भन्दैन हेर होइन। अरु केही अलिकति मात्र थकाइ बढ्यो। साथीहरू मस्त हिँड्नु भएको छ। अनि भर्खरै हामीले यहाँ तलतिर कालिजहरू, यो जङ्गली जनावरहरू पनि देख्यो। हाम्रो यात्रा अझै जारी छ। जलजला जाँदैछौँ। जलजला जाने बाटोमा खानेपानीहरूको व्यवस्थापन लगायत सयपत्री युवा क्लबले चाहिँ यो खानेपानीको व्यवस्थापन गरिदिएको रहेछ। सयपत्री युवा क्लब परिवारलाई हृदयदेखि नै हामी चारैजनाको तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यस सयपत्री युवा क्लब थबाङ रोल्पालाई हामी चाहिँ जलजला जाँदैछौँ। हामीलाई बाटोमा कुनै समस्या रहेनछ। यहाँनिर चाहिँ बाटोमा खानेपानी लगायतका यस्तो बाटोहरूको व्यवस्थापन रहेछ। गाह्रो छ बिस्तारै यो हिउँ पर्ने ठाउँतिर उकालो लागिरहेको छ। माथि पनि हामीलाई जहाँसम्म लाग्छ हिउँ नै छ। हामी हिउँमै खेल्न जाने हो भन्ने पुनः चाहिँ हामी विश्वास लिएका छौँ। हामी चाहिँ हिउँसँगै खेल्ने रमाउने गर्दै अनि फर्किनेछौँ होइन। भर्खरै बरफ चाहिँ भर्खरै सुरु भयो। बिचबिचमा धर्मशालाहरू पनि रहेछ। यहाँ चाहिँ आफै आएर होइन बाटोमा फर्केदा जाडा यस्तो बस्नेको चाहिँ समस्या छैन रहेछ। जत्र चाहिँ पकाउनेदेखि लिएर ओड्ने ओछ्याउने सबै कुरो आफै व्यवस्थापन गरेर आउँदा चाहिँ अति रमाइलो रहेछ है। एकदम रमाइलो। अहिले चाहिँ हामी ठ्याक्कै बिचमा छौँ होइन। अनि यो ठाउँमा पनि 2-2वटा धर्मशाला। यही कुरा पनि यस्तो दामी छ क्या। अब एकछिनपछि तपाईँहरूलाई यो जलजलाकै यो फाँट देखाउँदाखेरि होइन, जलजलाकै दाना घाँडा देखाउँदाखेरि त झन् एकैछिनपछि हामी
टपमा पुग्दैछौँ त्यहाँदेखि झन् अझै राम्रो भ्यूहरू देख्न पाइनेछ भन्ने यो आशासहित आशा होइन आशा हाम्रो नजिकै छ आइसक्यो यो चाहिँ धर्मशाला हुनसक्छ ठ्याक्कै अहिले तपाईँहरू देखिरहनु भएको छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँदेखि बाहिर देखिने हिमालहरू यो हल्का यो छेकिरहेको छ यो अगाडि यो रुखले त्यहाँदेखि पनि छ यो पारि देखिने हिमालहरू चाहिँ ठ्याक्कै हामी यो हिमालको नाम चाहिँ के हो भन्ने ठ्याक्कै चाहिँ थाहा भएन तर धौलागिरीहरू सिस्नीहरू यहाँदेखि नजिकै छ तपाईँहरूको अगाडि नै देखिरहेछ होइन अनि ऊ त्यहाँ पारि देखिने यो भ्यू टावर छ भ्यू टावरमा जान्छौँ एकैछिनपछि हामी त्यहाँदेखि झन् राम्रो त्यहाँदेखि धेरै राम्रो भ्यूहरू पनि देखिन्छ अनि यो त्यो पारि देखिने चाहिँ यो पोखरी अनि मन्दिर त्योभन्दा पछाडि पनि अझ अर्को मन्दिर छ त्यो पारि देखिरहेको घरहरू चाहिँ धर्मशाला हो हामी चाहिँ जलजला आउँदै गर्दा हामीलाई यहाँ चाहिँ जान सकिँदैन भन्ने कुराहरू हुँदै थियो तर तैपनि हामी चाहिँ जान सकिन्छ भनेर आइसकेपछि अहिले चाहिँ हामी ठ्याक्क सतदेव बरा मन्दिरको नजिकै छौँ यहाँ चाहिँ सतदेव बराको पूजा गर्ने क्रममा चाहिँ सतदेव बरामा चराएका भेडाहरू साँडहरू काट्ने गरिन्छ अरू पनि मन्दिरहरू छन् उपारि पनि एउटा मन्दिर छ होइन त्यहाँ पनि हामी जान्छौँ उतातिर एउटा मन्दिर छ त्यहाँ पनि जान्छौँ उता त्योभन्दा अलिकति अगाडि एउटा गुफा छ त्यो त्यहाँ पनि अवलोकन गर्न जान्छौँ यस्तै गरी हामी चाहिँ हाम्रो टिम चाहिँ 4 जनाको टिम हिजोको करिब 3 बजे होइन 3-3:30तिर सुलिचौरदेखि हिँडेको मान्छे आज चाहिँ हामी जलजलामा छौँ जलजला पुग्नलाई विशेष गरी सुनसरी गाउँपालिकाको जेलबाङबाट करिब 6-7 घण्टाको पैदल यात्रा र थवाङ गाउँपालिकाको थवाङबाट करिब 3-4 घण्टाको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ प्राचीन समयमा जलजलामा रहेका भामा गुफामा 12 भाइ बरा र 9 बहिनी बज्यूहरूले राज्य गर्ने गर्थे र सोही राज्यको राजधानी जलजला हो भन्ने किम्वदन्ती रहिआएको छ यिनै बराह र बज्यूहरूको नाममा प्रापूर्व कालदेखि नै विशेष पूजापाठ गरिँदै आएको छ वैशाख जेठ र साउनका पूर्णिमाहरूमा यहाँ हजारौं पर्यटकहरूको भिड लाग्ने गर्छ जलजला क्षेत्रमा सयौंको संख्यामा रहेका पहाडका थुम्काहरू र घाँसे मैदान पर्यटकका लागि मुख्य आकर्षण हुन् जलजला क्षेत्रमा रहेका कैलु बराह बज्जु बराह र सतदेव बराह जस्ता मन्दिरहरूमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ससाना पहाडका ठुम्काहरू मिलेर बनेको जलजला राजधानीबाट अलिक टाढा भए पनि यहाँको धार्मिक प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न चाहिँ पुग्नै पर्ने उत्कृष्ट गन्तव्य हो अझै भनौं यहाँका मगर समुदायहरूको संस्कृति परम्परा रहनसहन र जनयुद्धको उद्गम स्थल रोल्पाको ऐतिहासिक गाउँ थवाङदेखि नजिकै पर्ने भएकाले एकपटक पुग्नै पर्ने गन्तव्य हो जलजला लिन्छ नि होइन जमिन हल्लिन्छ होइन यहाँको चाहिँ भूपनाट भनेको यो चाहिँ जमिन हल्दैन है जमिन चाहिँ तलमाथि गर्ने यो चाहिँ अहिले चाहिँ दबिरहेछ माथि आइरहेछ यहाँको भूपनाट चाहिँ यस्तै हो यसको यहाँको माटो नै यस्तै हो आफै आउँदो रहेछ यो खासमा कारण चाहिँ के हुन सक्छ ल यो कारण चाहिँ यसको मुनि जहाँसम्म लाग्छ होइन पानी होला पानीले गर्दाखेरि यसलाई चाहिँ अलिकति डप भयो कि जस्तो चाहिँ हुन सक्छ यस्तो आउँछ फेरि
यो गाइस यो चाहिँ बरफ जमेर यस्तो भएको होइन चाहिँ पानी टप टप चुइरहेछ यस्तो हेर्नु त कस्तो मजाको है मजाको दृश्यहरू अब आइपुग्यो है हामी चाहिँ ठ्याक्क हामी चाहिँ फाइनली जलजला आएर त्यसपछि जलजला आइसके पछाडि चाहिँ जलजलाको अर्को एउटा पृष्ठभूमि गुफा त्यो गुफाको नाम चाहिँ ठ्याक्कै याद भएन त्यो गुफा हेर्न आयो तर यहाँ पनि एकदम रमणीय रहेछ विभिन्न किसिमका ऊहरूदेखि लिएर त्यो भौतिक संरचनाहरूदेखि लिएर अन्य ऊहरू चाहिँ जडीबुटीहरू पुरै त्यो पारितिरको भ्यूहरू एकदम दामी भ्यूहरू छ त्यो भ्यू पनि तपाईँ देख्न सक्नुहुन्छ र यहाँ चाहिँ 3 चोटि मेला पर्ने क्रममा यहाँ यो गुफामा पनि यहाँ चाहिँ साँडाहरू काट्ने अनि भेडाहरू काट्ने गरिँदो रहेछ यहाँको अवस्था त्यो देखिएको छ अहिले अनि अरू चाहिँ के छ त भन्दा पारितिर हेर्दाखेरि टक्क रमणीय वातावरण छ आनन्दको छ यो चाहिँ रोल्पाको रमणीय ठाउँ कन्डिसन खतम छ ल है यति हो बन्द हो रमणीय ठाउँ ओके साथीहरू चाहिँ यहाँ हाम्रो खाजा तयार पार्दै हुनुहुन्छ होइन यसलाई के भन्छ यो चाउचाउहरू होइन अनि त्यसपछि बिस्कुटहरू के छ पानीहरू स्प्राइटहरू दिउहरू के छ होइन त्यो तयार गर्दै हुनुहुन्छ समय अभावका कारण हामीले यो क्षेत्रको धेरै कुराहरू खोटल्न सकेनौँ तर तिनलाई पनि जोड्ने हो भने त जलजला उत्कृष्ट गन्तव्यहरूका माझ अझै विशेष र पृथक हुन जान्छ हस्त जलजला ट्रेकिङको पहिलो भिडियो हेरिदिनु भएकोमा मनैदेखि आभार हामीले ऐतिहासिक गाउँ थबाङका बारेमा पनि भिडियो सामग्री तयार गरेका छौँ त्यही नछुटाउनलाई भए पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला मन परेमा लाइक कमेन्ट र सेयर गर्न नछुटाउनुहोला र अन्त्यमा जलजला घुम्नलाई चाहिँ नछुटाउनुहोला जलजला चाहिँ कस्तो लाग्यो जलजला बहुत बेस्ट लाग्यो बेस्ट छ होइन बेस्ट छ एकदम पिस छ है ठिक छ ल तपाईँको अनुभव पश्चात हामी फेरि हाम्रो युवराज सरको आइएम युवराज फ्रम टेबाङ होइन धेरै लामो समयपछि चाहिँ एकदम होइन जलजलाको नयाँ ठाउँ आयो एकदम रमाइलो छ होइन पुरा बवाल छ कि होइन दर्शन पनि गरियो होइन दर्शन गरियो उहाँको चाहिँ पहिलेदेखिको आउने एउटा इच्छा होइन चाहना होइन उहाँकै कारणले नै हामी जस यहाँसम्म आइयो कारणले जलजला आइयो आज रमाइलो गर्यो अब फर्किँदैछ होइन अब बिचमा हामी चाहिँ अघि नै पनि भिजुअलहरू गर्दै आएको छ हामी यस्तो रमाइलो के यस्तो इम्प्रेस होइन सोचेको भन्दा नि बढी के होइन जति सोच्न सकेको थियो जलजला यस्तो होला उस्तो होला भनेर सोचेको थियो नि त्योभन्दा फरक खालको चाहिँ वातावरण जलजलामा पाइयो त्यसको लागि एकदम धन्यवाद विशेष गरी तल नै जान्छ थियो होइन ल सो साथीहरू चाहिँ यहाँ बाटोमा हिँड्न नसकेर यहाँ लडीबुडी गर्दै आउँदै हुनुहुन्छ हिउँको कारणले साथीहरू एकदमै
कहाँ गयो कहाँ हेलो हेलो के हो के यस्तो हेलो नमस्ते खबान सम्पूर्णमा नमस्कार। हामी चाहिँ अस्तिको 9 बजे सबै गेस्ट हाउसमा हामी आइपुग्दा चाहिँ हाम्रो दाइले हाम्रो चाहिँ एकदमै राम्रो तरिकाले वेलकमदेखि लिएर होइन खाना बस्नको एकदम राम्रो व्यवस्था गरौँ। त्यसको लागि दाइलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। त्यसको लागि दाइले चाहिँ एकदमै राम्रो गर्नुभयो हाम्रो लागि होइन, यस्तो गर्दै गर्नु होला। अनि एकदमै मिठो खाना खुवाउनु भयो उहाँले। हामी सोचेको थिएन कि हामी चाहिँ यो ठाउँमा आएर होइन यस्तो खानाहरू यति मिठो पाउँछ होइन। अनि त्यस लगतै यस्तो राम्रो खालको चाहिँ हामीलाई उहाँहरूले गर्ने व्यापारहरू चाहिँ यति राम्रो हुन्छ भनेर हामी सायद सोचेकै थिएन। त्यो चाहिँ सोच्यो भन्दा पनि फरक खालको हामी चाहिँ व्यापार गर्नु पायौँ। त्यसको लागि दाइले एकदमै धन्यवाद दिन चाहन्छु। तपाईँहरू पनि आउनु एकदम धन्यवाद। अब आउनुभयो मलाई सबभन्दा ती खुसी लाग्यो होइन। अब जस्तो सुकै पनि आफूले सके जति सेवा सुविधा चाहिँ दिए तपाईँहरूलाई अब सन्तुष्टि दिनुभयो, ती खुसीको कुरा हो। र फेरि आउनु होला। अब योचोटि त त्यस्तो लोकल खानाहरू केही पनि खुवाउन सकेन, त्यसमा म क्षमा प्रार्थी छु। आइन्दा चाहिँ पहिले चाहिँ तपाईँहरू आउँदाखेरि चाहिँ यो चिजहरू बनाइराख्नु होला भनेर मलाई फोन गर्नुभयो भने त्यो पनि व्यवस्था हुन्छ है। ल फेरि आउनु होला। एकदम खुसी लाग्यो, आउनुभयो, घुम्नुभयो, थापाङको बारेमा यति राम्रो दिनुभयो, प्रतिक्रिया दिनुभयो, त्यसको लागि आभारी छु। हुन्छ दाइ, ल नमस्कार दाइ।